यता ओइ रुम त देखाउँदैन होला हौ रुम नदेखाउनु लोकेसन फेरि लोकेसन पर्खेको त आएन नि त सिद्धियो कि क्या हो भाइ बहिनीहरु त म चाहिँ भिडियो बनाएको है अनि फोटो खिच्ने भनेर त पोज दिएको थिएँ मजाले पोज दिएर बसिराख्नु भएको सबैजनाले हाम्रो दिदीको युट्युब च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब शेयर सबै गरिदिनु होला है त धन्यवाद भाइ मेरो भाइलाई धन्यवाद यति भनिदिनु भएकोमा अब हामी चाहिँ घर फर्किँदै हो रातिको 1 बज्यो अनि रमाइलो भयो साथीहरू चाहिँ अरू भेटेन त्यही भाइ बहिनी हामी एउटा बहिनी भेटेको थियो घर गइसक्नु भयो लास्टै जाडो छ चिसो छ अब घर फर्किन लाग्यो ल हामी चाहिँ अब घर फर्किन लागेको लास्टमा 2 जना प्रविशा गुरुङनी यहाँ क्रिसमसको रुख त्यतिकै छ अनि उता बच्चाहरू खेल्ने ठाउँ छ गाडीहरू सबैजना मान्छेहरू घर फर्किँदैछन् अब भाइ बहिनीहरू यहाँ पर जाँदै हुनुहुन्छ अब बोट गरेर जाने हो भाइ बहिनीहरू चाहिँ अब टाढा छ हाम्रो चाहिँ यता नजिकै हो अनि अब हामी चाहिँ घर फर्किन लागेको लास्टै जाडो छ ल नयाँ वर्ष नि यस्तै भयो रमाइलो भयो यो के को उयो थाहा भएन अब हामी चाहिँ घर फर्किएको यहाँबाट हामी चाहिँ 4-5 मिनट लाग्छ हिँडेर घर फर्किनलाई कोही पनि साथीहरू भेटेन बहिनीहरू दिदी दाजुहरू भेट्नु भएको थियो एकैछिन भेट भयो जानुभयो अनि लास्टमा प्रविशा र हामी भाइ बहिनीहरूसँग आएको थियौँ भाइ बहिनीहरूको घर चाहिँ माथि भएको कारणले उनीहरू चाहिँ अब बोल्डमा जान्छ गाडीमा अनि हामी चाहिँ यहाँबाट हिँड्दै हिँड्दै घर फर्केको रातिको यतिखेर 1:16 गएको छ यस्तो जाडो छ आम्मामा बाटो कहाँबाट काट्ने हो यता माथिबाट रहेछ जेब्रा क्रसिङ प्रविशा फोटो खिच्ने
मधुरोमा आउँदैन त्यही त मधुरोमा मधुरो आउँछ कि कालो न कालो आउने रहेछ ल प्रविशा कस्तो लाग्यो त नयाँ वर्ष रमाइलो अब 2025 अब 24 सक्यो 25 सुरु भयो अब 25 सुरु भयो 2025 सँगै प्रविशा चाहिँ अब वर्ष 40 मा पुग्यो अरे के एक वर्ष बुढी भएकोमा अनि खुसी लागिरहेछ एकदमै खुसी लागेको छ कि दुखी लागेको छ मेरो बुढा खस्यो के यहाँ खुसी लाग्छ किन दुःख खुसी हुनुको कारण चाहिँ के हो अब बुढी हुँदा त मान्छे दुखी हुन्छ कसरी खुसी हुन्छ अब कोही मान्छेहरू यो मान्छे उल्टो बोल्छ हो म चाहिँ खुसी हुन्छ अन्त जाडो भएको छैन है भनेर भन्न नभएको के गर्नु अब घर पुग्न लाग्यौँ हामी चाहिँ 2-3 मिनट लाग्छ यहाँबाट अहिले चाहिँ 1 साढे 1 बजे नै हुन लाग्यो राति अहिले के हेरेको यस्तो नि झोलाको ब्यागको प्राइस हेरिरहेछ घोप्टी ब्यागको प्राइस हेरिरहेछ अँध्यारोमा हामीले नि हेर्नु पर्ने लगेज त अच्छा यहाँबाट काटौँ है जेब्रा क्रसिङ ल बाटो काटेको अब फटाफट घर जाने तातो चिया खाने कफी खाने ज्यानले मजाले तताएर मुटु नाइट गरेर सुत्ने हो यता चाहिँ क्रिसमसको बत्तीहरू बलिरहेछ यहाँ खतरा फुल यो कहिले पनि नसुक्ने यो एकदम अजम्बरी फुलको बोट हो यो चाहिँ 12 मास हामी आएको यहाँ 3 वर्ष भयो यो फुल सुकेको छैन अहिलेसम्म अरे अजम्बरी फुल मोबाइल पक्रिँदा मैले हात पनि कक्रियो चिसो नि भइरहेछ अनि अब यता दायाँ बायाँ प्रविशा यता जा प्रविशा यता जा उता जा ओइ खस्यो कति चुटी खसेको म बरु यसरी गर्छु हात लास्टै चिसो भयो मलाई चाहिँ चिसो हुँदैन उसले मात्रै चिसो भयो अरे मलाई चाहिँ चिसो भएन यस्तो छन् बहिनीहरू अब दिदीलाई नदिने होइन मेरो चाहिँ टिपेर लगेर उसको हात चाहिँ तातो पार्ने रे गाह्रो छ हो भेना पनि यसरी नै खोसाउँछ कि के यसले त अच्छा अरूको बोयफ्रेन्ड र भेना चाहिँ खोज्दैन है संसारमा केही नपाएको हो र के चाहिँ खोज्छौँ केही खोज्दैन हामी चाहिँ कहाँनिर सम्हाल्नु होला ठ्याक्कै भनौँ ठ्याक्कै हामी अब रुम पुग्नलाई 1 मिनट भयो 1 मिनट त होइन होला बेसी नै गफ दियो सुनसान भयो आमा मान्छेहरूको भिडबाट निस्केर अहिले त आउँदाखेरि त जाडो नि भयो उता मान्छेहरूको भिडमा त कस्तो गर्मी भएको थियो कि तातो भएको थियो होइन अहिले भिडबाट निस्केपछि त एकदम रमाइलो भयो थियो नि है यसपालि पनि झनै रमाइलो भयो ओ प्रविशा हजुर के भयो लु भन्ने के भन्ने कसैले के सन्देश म्यासेज छैन तिम्रो आफ्नो आफन्त दाजुभाइ दिदीबहिनी दिदीबहिनीसँग त फोनमै कुरा भइहाल्छ अनि यस्तो युट्युबमै भन्नु पर्ने त जरुरत त लाग्दैन अब बाउ आमा दिदीबहिनी युट्युब पनि हेर्दैन नेट पनि छैन अझ आयो ल हामी चाहिँ घर आइपुग्नै लाग्यौँ अब हाम्रो नयाँ वर्ष एकदम रमाइलो भयो एकदम इन्जोय गरेर फर्क्यौँ तपाईँहरूको के कस्तो भयो कमेन्ट गर्नु होला अरे कि नयाँ वर्ष एकदम रमाइलो भयो हाम्रो चाहिँ भाइ बहिनीहरूसँग घुमियो खाइयो पियो नाचियो रमाइलो गरियो अब के पियो तरल पदार्थ सबै पियो नि धेरै रमाइलो भयो रमाइलोको कुरा त छोड्नु धेरै रमाइलो भयो पनि यसरी नै रमाइलो होस् रमाइलो गर्न पाओस् जोसिएर बोल्दा बन्द गर्छस् त तिम्रो बोली त के हो यस्तो गाडीले हान्लाई हाने के भन्दा एक दिन मर्नै पर्ने हो आमा के हो यसले त खतरा दियो नि त गाडी मेरो गाडी हो है ल हामी चाहिँ अब घर पाउन लागेको यहाँ त बत्ती छैन कि सानो छ अनि त पुरै मान्छे त भूत जस्तै काले देख्यो है ल
हामी चाहिँ घर आइपुग्यौँ। ल आजको भिडियो चाहिँ यति नै। तपाईँहरूले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सम्पूर्णलाई। अब फेरि अर्को ब्लगमा भेटौँला। फेरि नेक्स्ट ब्लगमा अर्को ब्लगमा भेटौँला। सब्सक्राइब पनि गरिदिनु होला, सेयर कमेन्ट प्लिज गाइस। मन पर्यो भने फलो गर्नु होला यो पेजलाई, यो ब्लगलाई। अब पनि अब छुटौँ है गाइस। अब छुट्नुपर्छ। यहाँ 1:30 भइसक्यो। 1:30 2 बज्न लागिसक्यो। हाम्रो घर चाहिँ आइपुग्यो। अब हामी बस्ने चाहिँ यो घरमा हो। हाम्रो रुम चाहिँ यहाँ माथि ठ्याक्कै सिधा। ओइ रुम त देखाउँदैन होला हौ। रुम नदेखाउनु, लोकेसन फेरि लोकेसन चाबी कहाँ छ?